धन्यवाद अश्विन सिटौलाजी, अध्यक्ष उद्यमशील काङ्ग्रेस। म केही विशिष्ट व्यक्तित्वहरू विज्ञहरूको नाम लिन चाहन्छु हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आजको हाम्रो कार्यक्रममा आइदिनु भएको छ। रञ्जित आचार्यज्यू उद्योग वाणिज्य महासङ्घका सदस्य तथा स्टार्टअप एन्ड इनोभेसन सेन्टर जुन एफएनसिसिआईको 2020देखि 2023सम्म थियो त्यसको चेयरम्यान हुनुहुन्थ्यो उहाँ। त्यसै गरी मनोज पौडेल हुनुहुन्छ एफएनसिसिआईको सदस्य र उहाँ को फाउन्डर पनि हुनुहुन्छ र म्यानेजिङ पार्टनर अध्यान्त फन्ड एन्ड म्यानेजमेन्ट लिमिटेड, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। कविराज जोशी हुनुहुन्छ फाउन्डर एन्ड म्यानेजिङ डिरेक्टर नेक्स्ट भेन्चर कपको। प्रतिष्ठा भण्डारी हुनुहुन्छ ट्याक्स लयरको रूपमा हामीले यो उद्यमशीलता गर्नको लागि के कस्ता ट्याक्सेसनका इस्युहरूमा आज उहाँको कुरा पनि सुन्नेछौँ। त्यसबाहेक चाहिँ निरन्तर रूपमा चाहिँ यो स्टार्टअप एन्टरप्रेन्योरसिपमा चाहिँ आफ्नो कलम चलाइरहनु भएको सीमा तामाङ हुनुहुन्छ कान्तिपुर दैनिकबाट, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। जुनु विष्ट हुनुहुन्छ यहाँ, हामी सबैले देखिरहेछौँ बिजनेसको चिजमा चाहिँ यहाँ आज हाम्रोमा आउनुभएको चिज चाहिँ कपाल काट्नेदेखि लिएर कपाल रोप्नेसम्मको, या रोप्नेदेखि कपाल काट्नेसम्मको बिजनेसमा पनि हुन्छ जुनु विष्ट एरोगिन जानु विष्ट, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। अनि हाम्रो म्यानुफ्याक्चर इन्डस्ट्रीबाट हुनुहुन्छ शङ्कर बन्जाडेजी र ट्रेडिङ र म्यानुफ्याक्चर चिजमा म देखिरहेको छु। हाम्रो अन्य व्यवसायहरू यहाँ टङ्क गजुरेललाई देखिरहेको छु, उहाँ चाहिँ यो चाहिँ निर्माण व्यवसाय क्षेत्रबाट पनि हुनुहुन्छ टङ्क गजुरेल, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। डाक्टर प्रेरक रेग्मी उहाँलाई पनि स्वागत गर्न चाहन्छु। रोजिना बानु जसले अम्लिसोको कुचो र कागज बुनेर चाहिँ त्यसको बिजनेस गर्नुहुन्छ, सबै क्षेत्रबाट आइटी क्षेत्रबाट विशेष गरी अहिले चाहिँ जेन्जी पुस्ताहरू पनि हामीले देखिरहेछौँ, उहाँहरू पनि आइटी सेक्टरको यहाँहरू आउनु भएको छ। यहाँहरू सबैजनालाई स्वागत गर्दै म यो कार्यक्रमका बारेमा थप अलिकति बताइदिनु हुन र यो एसोसिएसनको बारेमा पनि पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख तथा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य अजय बाबु सुवाकोटीलाई आफ्नो विचार राखिदिनु हुनको लागि अनुरोध गर्दछु।